हाई गाइज वेलकम टु माई अनदर मिनी ब्लग। आज त मेरो डे अफ। यसो बाहिर हेरेको त कस्तो राम्रो वेदर। अनि त मलाई घरमा बस्न मनै लागेन। अनि म बाहिर निस्केँ विथआउट डेस्टिनेसन। हिँड्दा हिँड्दै म ट्रेन स्टेसन पुगेँ। क्यानिङ टाउन स्टेसन पुगेर यसो ट्याप गरेको त वेस्टर कार्डमा पैसा नआइरहेछ। त्यसपछि टपअप गर्न फाइनली वेस्टर कार्ड टपअप गरेर म लागेँ जुब्ली लाइनतिर। लन्डन ब्रिज पुगेँ। लन्डन ब्रिज पुगेर चाहिँ मैले डिसाइड गरेँ आज साथीलाई भेट्न जान्छु। अनि उसलाई नभनिकन लागेँ म साउथ वेस्टर्न रेलवेतिर। टिकटक बनाएँ। घर याद गर्दै थिएँ लास्ट टाइम म कुन बाटो जाँदै थिएँ भनेर घर तल गएर उसलाई कल गरेँ। वेटिङमा थिएँ। फाइनल्ली उता एकदमै सरप्राइज। खाना खाने बेला भएको रहेछ। म नि त्यही भएर खाना खान जोइन भएँ। अलिकति खाना खायौँ, गफ गऱ्यौँ। अनि कतै जाऊँ न भनेर हामी बाहिर बस चढ्यौँ। बस चढेर हामी रिस्पन पार्क पुग्यौँ। रिस्पन पार्क गयौँ, नेचुरल हेऱ्यौँ। त्यसपछि त्यहाँभित्रको इजबिल्ला प्लान्टेसनभित्र गयौँ। सोच्दै नसोचेको दिन यस्तो रमाइलो हुँदा चाहिँ वी आर सो ह्याप्पी। बट द भ्यू चाहिँ एकदम ब्युटिफुल थियो यो भिडियोमा देखाएको भन्दाखेरि। इट वाज सो नाइस। आज चाहिँ मेरो फोनको चार्जले धोका दिइरहेको थियो, किनभने मेरो फोनमा बढी चार्ज पनि थिएन। फोनमा चार्ज नभइसकेपछि हामीले भ्लगलाई इन गर्ने डिसाइड गऱ्यौँ। बाई गाइज भन्दै थिएँ। अनि घुमेर सकेर म चाहिँ ब्याक टु होम भएँ। थ्याङ्क यू गाइज, थ्याङ्क यू फर वाचिङ। सी यू नेक्स्ट टाइम। बाई बाई।